मङ्गोल नेसनल अर्गनाइजेसनलाई सबैले सोध्छ तिमीले के गरेको छौ भन्छ सबले। हाम्रै दाजुभाइले पनि भन्छ तिमीले के गरेको छौ। तर हामी के प्रश्न गर्छौँ, तपाईहरूले यो देशको निम्ति के गर्नुभएको छ, देशलाई के दिनुभएको छ अहिलेसम्म। लिने सबैले प्रयास गरिरहेका छौँ, सबैले खोजिरहेका छौँ, तर दिने प्रयास कसले गर्दैछ र हामीले के दिएका छौँ देशको निमित्त एक फेर सोचेर हेरौँ त। अहिलेसम्म हामीले के दिएको छ। मेरो देशलाई होस् भने हामीले के दिएको छौँ, छैन नि। सब आफ्नो स्वार्थमा लागि परेका छौँ। त्यस कारणले गर्दाखेरि आजसम्म पनि हामीले जति पनि लडाइँ लड्यौँ ती सबै लडाइँहरूबाट हामी असफल हुनु कारण चाहिँ हामी दिनु कहिले पनि चाहेनौँ, लिनु मात्रै चाहिरह्यौँ। त्यस कारणले गर्दाखेरि हामी आजसम्म असफल भएर बाँचिरहेका छौँ। त्यस कारण सफलता भनेको के हो त भनेको चाहिँ दिनु भनेको चाहिँ सफलता हो। तपाईँ हामी सबै नेता बन्ने है, अब हामी सबै नेता हो, अब देश बनाउनु हिँड्दैछौँ, समाज बनाउनु हिँड्दैछौँ, छोराछोरीको भाग्य र भविष्य बनाउनु हिँडिरहेका छौँ हैन। तर सफल कसरी बन्ने त। संसारमा हामी सबै सफल हुनु चाहिरहेका छौँ। कोही स्कुल क्षेत्रबाट, कोही कलेजको क्षेत्रबाट, कोही पढाइ क्षेत्रमा, कोही बिजनेसमा, कोही खेतीपातीमा, कोही राजनीतिमा हैन, कोही पसलमा, कोही व्यापारमा। हामी सबै सफल हुनुको लागि हिँडेको नि हैन। हामी सबै सफल हुनु चाहन्छ नि। हार्नु को चाहन्छ हैन, असफल हुनु को चाहन्छ, कोही पनि चाहदैन। सबै सफल हुनु चाहन्छौँ हामी। तर हामी के गर्छौँ फेरि, आफै सफल हुनु खोज्छौँ है। हामी आफै सफल हुनु खोज्छौँ। लेखेर राख्नुहोस्, आफै कहिले पनि सफल हुन सक्दैनौँ हामी। अहिले नै लेखेर राख्नुहोस् र अहिलेसम्मको विश्वको इतिहास हेर्नुहोस्, आफै कहिले पनि सफल हुनु हामी सक्दैन। सफल हामीलाई अरूले बनाउनु पर्छ, अनि मात्रै हामी सफल हुन्छौँ। अब अरूले तब बनाउँछ जब तपाईँ उसलाई केही दिनुहुन्छ, अनि तपाईँलाई अरूले सफल बनाउँछ। म तपाईँलाई एउटा उदाहरण दिन्छु। एकछिनलाई हाम्रो दाजुको पसल छ है, उहाँको पसल किराना पसल या मानु होटल छ है, होटल खोल्नु भएको छ। खाना यति मिठो बनाउनुहुन्छ, परिकार यति राम्रो राम्रो छ, तर तपाईँ हामी गएर खाइदिनौँ भने दाइको त्यो होटल सफल हुन्छ। मानु हाम्रो दाजु पदम दाइ टिचर हुनुहुन्छ, उहाँ एकदम राम्रो टिचर, सबैलाई राम्रो शिक्षा दिनुहुन्छ, पढाउनुहुन्छ, तर उहाँको स्कुलमा हामी विद्यार्थी भएर गइदिनौँ भने उहाँ सफल हुनुहुन्छ, सफल बन्छ भन्दैन। त म सुरज लिम्बू, म जान्ने छु, तपाईँहरूभन्दा अलिकति बढी जान्ने छु अरे एकछिनको लागि है। म राम्रो छु, जान्ने छु अरे, चुनावमा लड्दैछु, म ट्यालेन्ट छु, तर तपाईँहरूले मलाई भोट दिएर जिताउनु हुन्न भने म जित्छु, जित्दिनँ नि। मेरो ट्यालेन्ट के काम। त मैले भन्नु खोजेँ के त, सफल आफै हुँदैन, सफल अरूले बनाउनुपर्छ, अनि मात्रै तपाईँ सफल बन्नुहुन्छ, म सफल बन्छु। त अरूले कतिखेर हामीलाई सफल बनाउँछ भन्दाखेरि उसले पनि हामीबाट आशा गरेको हुन्छ। सानो एउटा बच्चालाई गएर तपाईँ के भन्नुहोस्, बाबु यहाँ मै खाऊ खाऊ भन्नुहोस् त, उसले खान्छ, खाँदैन। एउटा चक्लेट निकालेर यसो गर्नुहोस् त, अघि आइहाल्छ मुख तन्काएर, किन उसले पनि केही खोजिरहे। एउटा नाबालक बच्चाले त केही चाहन्छ भने, अनि हामी अरूलाई त्यत्तिकै बिना सित्तैमा चाहिँ आफूले सफल बनाइदियो भनेर हामी हिँड्दा सफल हुन्छ त, हुँदैन नि हैन। त हामीले दिनु पर्यो। अब के दिने त भन्दा धेरैले सोच्नु होला, मसँग त के दिनु, पैसा पनि छैन, धान पनि छैन, चामल पनि छैन, के चाहिँ दिनु त हैन। त दिनु भन्नाले सम्पत्ति नै होइन, तपाईमा भएको, तपाईले पाएको शिक्षाको कुराहरू, ज्ञानको कुराहरू, चेतनाको कुराहरू, मिठो बोलिदिने, हाँसेर बोलिदिने, उसलाई दुःख पर्दा सघाइदिने, उसको दुःखमा मलमपट्टि गरिदिने, उसको परिस्थिति, कठिन परिस्थितिहरूमा उसलाई साथमा साथ दिने, हातमा हात, काँधमा काँध मिलाएर उसलाई साथ दिनुहोस् न। त्यो त दिनु सकिन्छ नि हैन। त्यसले पनि भोलि गएर तपाईँ सफल बन्ने त्यसरी। तर हामीमा अहिलेसम्म हामी असफल हुनु कारण के त भन्दाखेरि, मङ्गोल नेसनल अर्गनाइजेसन बाहेक अरू जति पनि राजनीतिमा हामीले सिकेको कुराहरू भनेको यो होइन। र आजसम्म हामी असफल भएको कारण पनि मङ्गोल नेसनल अर्गनाइजेसनमा आबद्ध नभएर अरू राजनीतिक दलमा आबद्ध भएको हुनाले हामी पनि असफल भयौँ। हाम्रो बाबुबाजे पनि असफल भएर मर्यो। अब हाम्रो नानी केटाकेटी पनि असफल बन्दैछ। किन भन्दाखेरि
मङ्गोल नेसनल अर्गनाइजेसन बाहेक आजसम्म हाम्रो मान्छेको नजरमा हाम्रो मान्छेले देखेको हाम्रो मान्छेको आँखामा भनेको त्यही एमाले काङ्ग्रेस राप्रपा माओवादी नयाँ शक्ति घन्टी जे भने पनि बाहुनको राजनीतिक दल पार्टी त्यही मात्रै देखेका हो नि। अघि यहाँ दाइहरूले कुरा गर्दै हुनुहुन्थ्यो हिजो पदमबहादुरले यहाँ एउटा झन्डा बोकेर हिँड्दाखेरि बेवकुफ जस्तो लाग्थ्यो एक्लै के डुलिराखेको लखर लखर भन्थ्यो नि होइन त हामी चाहिँ जान्ने जस्तो लाग्थ्यो फेरि होइन। तर आज आएर हेर्दाखेरि के देख्यो भन्दाखेरि उहाँले त सही बाटो पक्रेर तर गलत त हामी थियौँ रहेछ भन्ने कुरा बुझ्यो नि त होइन। त मैले भन्नु खोजेको हिजोदेखि आजसम्म जति पनि हाम्रो दाजुभाइले लडिरहेको छ त्यो लडाइँ हाम्रो निम्ति थिएन र त्यो सफलताको लडाइँ थिएन। त्यो अरूलाई सफल बनाउनुको निम्ति अरूको अस्तित्वको निम्ति अरूको पहिचानको निम्ति अरूको भाग्य र भविष्यको निम्ति मात्रै हामीले लडेका थियौँ। त्यस कारणले गर्दाखेरि यो उमेरसम्म आएर हामीले जति पनि दुःख कष्ट गऱ्यौँ तर भविष्य उनीहरूको बन्यो कि बनेन। आज नेपालमा सबै बाहुन छेत्री बनेको छ एका दुई बाहेक होइन उसलाई केही कमी छैन। अनि हिजो त्यही बाहुन छेत्री सँगै लडेको हिँडेका हाम्रो अवस्था कस्तो छ आज के खाउँ भोलि के खाउँमा छ। छोराछोरीले एउटा केही कुरा माग्यो भने दिनु सक्ने अवस्था छैन। छोराछोरीलाई राम्रो स्कुल पढाउने अवस्था छैन। परिवारसँगै बसेर एक दिन केही एउटा होटलमा गएर मिठो किन्ने खाने हामीसँग अवस्था छैन। म तपाईँलाई यही उदाहरण दिन्छु। अहिले बिहानै तपाईँहरू उठ्नु होला, बिहान उठेर तपाईँहरू बजार एरियामा घुम्नु जानुहोस् या सानो चिया पसल हुँदा जानुहोस्, त्यहाँ के गर्छ बाहुन छेत्रीहरू मस्त बसेर पत्रिका हेरेर चिया पिउँदै राजनीति गफ गरिरहेको हुन्छ के न। चिया खान्छ नास्ता खान्छ डेली। अनि बेलुका भएपछि बुढाबुढी खाना खाएर वाक निस्किन्छ होइन, वाकिङ गर्नु निस्किन्छ नि होइन। हाम्रो त्यो समय छ न बिहान साथीभाइसँग बसेर गफ गर्दै चिया खानु पाउँछौँ न बेलुका परिवारको हात समातेर परिवारसँग यसो 10 मिनट घुम्नु पाइँदैन। बिहानदेखि बेलुकासम्म बुढाको अनुहार हेर्दा पनि रिस उठ्छ, बुढीको अनुहार देख्दा पनि रिस उठ्छ, कामले छोड्दैन, छोराछोरीले भनेको टेर्दैन, अनि बिहानदेखि बेलुकासम्म दिमाग खराब अनि प्रेसरले को ढल्ने हामी होइन हो कि होइन। यो कन्डिसन छैन। त यो किन यस्तो भयो भन्दाखेरि ती बाहुन छेत्रीहरूले राजनीति गरेको बुझेर राजनीतिक चेतनशील भएर उनीहरूले राजनीति गरेको, त्यस कारणले गर्दाखेरि उनीहरू सफल भयो। अब हामीले गरेको राजनीति हामी कहिले पनि आफूलाई पनि चिनेन, हाम्रो शत्रु पनि चिनेन र राजनीति भनेको के हो त्यो पनि चिनेन र शत्रुको रणनीति षड्यन्त्र भनेको हो त्यो पनि थाहा छैन। जसले उचालिदियो जसले जे भन्दियो त्यसैको पछि लागेर हामीले लड्दै आएको त हो नि। अहिले यसरी छौँ। एकछिन लागि मेरो घटना, मलाई राजनीति मन पर्दैन थियो तर एक समयमा यस्तो भयो कि भोट दिनुपर्ने भयो। एउटा साथीले के भन्यो चल्लाई दिनुपर्छ भने यस्तो हेर्दा सूर्य रहेछ दिउँ न त होइन। फेरि अर्को पटकमा एकजनाले के भन्यो हामी त लिम्बू हो नि त होइन, त्यही भएर खुकुरीमा हान्नुपर्छ कि दाप हारे दाप थियो होइन, खुकुरी दापमा भने ठिक छ। राजनीति त्यस्तो हुन्छ, यता एउटाले भने यतै उता भने उता। अहिले हामी चलेको त्यही हो। त्यस कारणले गर्दाखेरि यहाँ जति पनि तपाईँ हामी बसिरहेछौँ हामी एउटै उनीहरूको एउटै दाजुभाइ हो नि। तर हामीले लड्ने लडाइँ एउटै छैन। एउटा राई एमालेमा छ, एउटा राई काङ्ग्रेसमा, एउटा लिम्बू राप्रपामा छ, एउटा लिम्बू माओवादीमा छ होइन। अनि हाम्रो राजनीति लडाइँ कसरी सफल हुन्छ? किन भन्दाखेरि हामीले बुझेन, चिनेन, शत्रु पनि चिनेन, कुरा पनि बुझेन। अब शत्रु पनि नचिन्नु कुरा पनि नबुझ्नु भनेपछि के भयो हामी 100% असफल। त गोपाल गुरुङले के भन्नुभएको छ 3 तरिकाको लडाइँ हुन्छ है। एउटा लडाइँ आफूलाई पनि चिन्दैनौँ, हाम्रो शत्रुको त्यो पनि चिन्दैनौँ र लड्छौँ भने त्यो 100% असफल, हार, 100% हार हुन्छ। दोस्रो लडाइँ आफूलाई चिन्यौँ तर शत्रु चिनिएन है, अथवा आफूलाई चिनिएन तर शत्रु चाहिँ चिन्यौँ भने त्यो लडाइँ 50-50 हुन्छ, हार जितमा 50-50 हुन्छ। तर आफूलाई पनि चिन्यौँ, हाम्रो शत्रु पनि चिन्यौँ र शत्रुको षड्यन्त्र पनि हामीलाई थाहा भयो भने त्यो लडाइँ 100% स्योर हाम्रो जित हुन्छ। त मङ्गोल नेसनले लडेको लडाइँ त्यो लडाइँ हो। हामीलाई राम्रोसँगले थाहा छ हामी को हो, हाम्रो शत्रु को हो र शत्रुको षड्यन्त्र के छ हामीलाई 100% थाहा छ। त्यसकारण यो लडाइँ हारको लडाइँ होइन, जितको लडाइँ। यसमा हार भन्ने शब्द छैन। त्यसकारण तपाईँलाई लिम्बुवानमा जानुहोस्, खम्बुवानमा जानुहोस्, आदिवासी जनजाति भएर मतली भएर बस्नुहोस्,
बाहुनहरूले तपाईँले यस्तो गरेर राम्रो गर्छ, ढाप मार्छ, माया गर्छ, चिया पनि खुवाउँछ। तर मङ्गोल नेसनल अर्गनाइजेसनमा जानुभयो भने सुन्ने बित्तिकै उसको दिमाग खराब हुन्छ। अब उसले के गर्छ, तपाईँले यहाँ नै गठन भएको जति पनि यहाँ बाहुनहरूलाई थाहा छ नि होइन, यो कुरा काठमाडौँ पुगिसक्यो। अब दरबारमा यहाँ पनि यस्तो भयो भनेर हामीभन्दा धेरै प्रचार उसले गरिदिन्छ मङ्गोल कहाँ कहाँ के हुँदैछ। किन उनीहरूले सबै चाहन्छ, तर मङ्गोलमा आबद्ध भएको चाहँदैन। किन मङ्गोलमा मात्रै असली राजनीतिक सिकाउँछ हामीलाई, एमाले काङ्ग्रेसमा सिकाउँदैन। 20 वर्ष तपाईँ त्यहाँ लाग्नुहोस्, 30 वर्ष लाग्नुहोस्, त्यहाँ तपाईँलाई राजनीति सिकाएको हुँदैन। असली राजनीति सिर्फ हामीलाई मङ्गोल नेसनल अर्गनाइजेसनमा मात्रै सिकाउँछ। त्यस कारण असली राजनीति नबुझोस्, असली कुरा नबुझोस् भने उनीहरूले के गर्छ, हमेसा हामीले मङ्गोलबाट चाहिँ टाढा राख्नु खोज्छ। त्यस कारण तपाईँले एउटा कुरा गाउँघरमा अहिले सुन्नुमा आउँछ, पथरीमा एकजना राईले पहिलो हामीले यसरी मङ्गोलको झन्डा बोकेर हिँड्दाखेरि उसले के भनेछ, दिएको छ भनेर गफ लाग्छ, एमालेको रहेछ मान्छे चाहिँ, बुद्धि नभएकोहरू मङ्गल मङ्गल भन्दै हिँड्ने छैन, पागलहरू भनेछ। पछि कुरा बुझेपछि त ऊ फर्केर आयो है, ऊ फर्केर आएपछि तुरुन्तै एमालेको कार्यकर्तालाई पठाइहालेछ, त्यो राईले बाइकमा हालेर ल्याइहाल त भनेर, किनभनेको एउटा पद दिइहाल्नुपर्छ अरे अब चाहिँ है। अनि बाइकमा हालेर लाने भनेर आयो, किनभनेको अब तपाईँले चाहिँ यहाँ केही सम्हाल्नु पर्ने भयो, तपाईँले पद दिँदैछ भनेछ। उनीहरूले नमस्कार हजुर, म अब मेरो घर फर्केँ, अब मलाई लिनु नआऊ भनेर रिटर्न गरिदियो। त मैले भन्नु खोजेको, मङ्गोलमा आबद्ध कोही हुनु चाहन्छ भने उनीहरूले थाहा पायो भने उसलाई अवसर दिन्छ। एकजना मेरो भान्जा मामा भन्छ मलाई, गुरुङ केटा, उसले मलाई के भने नि, हामी मङ्गोललाई गाली गर्छौँ तर भित्री मनबाट होइन है मामा, नरिसाउनु होला, हामीलाई थाहा छ यो हाम्रो लागि हो, तर मैले तपाईँलाई गाली गरिनँ भने मैले ठाउँै पाउँदिनँ भन्छ। मैले ठाउँ पाउनुलाई नै हामीलाई गाली गर्नुपर्ने भयो। उसको ट्र्याक्टर रहेछ होइन, अब हामीलाई गाली गरेन भने उसको ट्र्याक्टरै नचल्दो रहेछ। किन खोला पनि बाहुनकै अन्डरमा छ, बाटोघाटो पनि उसैले बनाउँछ, ठेक्कापट्टा सबै उसैको हातमा छ, अनि मङ्गललाई समर्थन गरेपछि त ठेक्कापट्टा पनि नपाउँदो रहेछ। त्यस कारण मङ्गललाई गाली गर्नुपर्ने अनि मात्रै पाउने हो, यस्तो त बनिसक्यो। भनेपछि मङ्गोल भन्ने शब्द कति खतरा रहेछ त, यो सङ्गठन भनेको कस्तो रहेछ भन्ने कुरा बाहुनले सिरिखुरी पढिसकेको छ। मङ्गोल नेसनल अर्गनाइजेसन मात्रै तपाईँ हामीलाई मालिक बनाउने, समृद्धि बनाउने र यो देशमा अस्तित्वसहित मान्छे भएर बाँच्ने सिर्फ लडाइँ मङ्गोल नेसनल अर्गनाइजेसनले मात्रै लडेको छ, यो कुरा बाहुनले बुझेको छ। त्यस कारणले गर्दाखेरि मङ्गोलबाट अझेल पार्नुको लागि विभिन्न प्रलोभनहरू आउँछ। अब भोलि तपाईँलाई विभिन्न प्रलोभनहरू आउन सक्छ। अघि दाइले भन्दै हुनुहुन्थ्यो मलाई फकाउनु आउँछ भनेर होइन, हिजो त गन्दैन थियो नि होइन, अब तपाईँहरू चान्चुने मान्छे होइन, अब तपाईँहरूप्रति चासो राख्छ उसले। किन अब बुझ्यो, अब साथीहरू मान्छे हुनु आँट्यो, पशु बनाएर राखेको मान्छे हुनु आँटेपछि त चिन्ता लाग्छ नि त होइन। त्यस कारणले गर्दाखेरि उनीहरूले हामीलाई चाहिँ यसरी लप लालचहरू देखाउनु, फकाउनु, छोराछोरी पढाइदिन्छु भन्छ, इन्सुरेन्स गराइदिन्छु भन्छ, हस्पिटलमा लगेर उपचार गरिदिन्छु भन्छ, यस्ता विभिन्न कुराहरू चाहिँ उनीहरूले प्रलोभनहरू देखाउने गर्छ। तर लिनु सक्ने फाइदा लिनुहोस्, सक्नुहुन्न भने व्यवस्था गरिदिनुहोस्, तर सङ्गठनको विरुद्धमा उनीहरूले त्यो खालको गतिविधि गर्छ भने नराम्रो मुखले केही पनि नभन्ने एउटा लोकतान्त्रिक एउटा सिस्टममा चाहिँ मेरो अधिकारको कुरा मैले कुनै पनि राजनीतिक दलमा चाहिँ म जानु पाउँछु। मलाई त्यहाँ पहिला गरेँ, इच्छा लागेन, अब यहाँ पनि मलाई म अन्त्य जान्छु, मेरो इच्छा कुरा नि। तपाईँहरूसँग त मेरो सरकार छैन, तपाईँले जहाँ गर्दै हुनुहुन्छ गर्नुहोस्, तर म केही समय म यसो केही कुराहरू मन पऱ्यो त्यस कारण मैले त आबद्ध भएको छु भने सक्यो।